आजको ब्लगको सुरु चाहिँ हामी एवाइजीकोमा होइन स्टुडियोमा मेरो हल्का डेमो रेकर्ड गर्न थियो हामी डेमो रेकर्ड गऱ्यो होइन अनि के सटडाउन पनि सकियो सटडाउन पनि आउँदैछ छिटै होइन ल यति भन्दै अब फेरि हामी अब म चाहिँ कति जान्छु म एकचोटि पोखरा जान्छु यहाँ पोखरा गएर फेरि गोर्खा पुग्नु छ हजुरहरूलाई म देखाउनेछु पक्का पनि ब्लग भनेको कस्तो हुन्छ अब दादाले गर्छ ब्लग भइन्छु ल केटाकेटी हो अब हामी निस्किन्छौँ यो चाहिँ लास्ट ढिलो गर्ने मान्छे होइन म आएर स्कुटर स्टार्ट गरेर स्कुटर तताउनु लागिसक्यो होइन मेरो नि स्कुटरको स्टार्ट गरेर बसिसक्यो तर यो चाहिँ अहिलेसम्म झरेको छैन लास्ट ढिलो मान्छे भाइजी ब्लग गर्न चाहिँ बिर्सेछ होइन म त्यहाँबाट पोखरा गएर नि आएर फेरि म आफू खैरिन आइसकेको छु है आन्टी आउनु गरेर आफू खैरिनी आफू खैरिनी यसो पस्नु गएको छु त्यहाँबाट सिधै गोर्खाको नि कहाँ पुगेर कहाँ पुग्नु छु एकछिनमा है बाबा तैँले पनि काम गर्छस् तैँले पनि काम गर्छस् बाबा के गरेर नि दाजु बाबा के पाक्दैन के पाक्दैन यता फुटालेर बनाएको यो नयाँ यता यो फुटालेर नयाँ बनायो र यतै काम गरेको देखेर मलाई अचम्म लाग्यो क्या फोन खाइ त अनि अगाडि फोन राखेन जस्तो अनि फोन बिना पनि बाँच्न सक्दो रहेछ जस्तो गयो ल आउँछु है बस्यो नि भन्दैन यस्तो छ भाइको नाममा कलङ्क त है अब चाहिँ ट्याक्क म चाहिँ 12 किलोमिटर भित्रिएर चित्री जाँदैछु भतिजलाई लिनलाई होइन बाटोमा अब फेरि बेग्लै भइसक्यो अर्कै भिडियो गर्नु मिल्दैन होइन त्यही माथि अब फर्स्ट गरेको अरू गाडी लाद लानु रहेछ तर ठिक छ हामी जाँदैछौँ म भतिजलाई लिनलाई भतिजलाई लिएर अनि फेरि तल झरेर अनि फेरि मामा घर जानु छ राति नै पर्छ जस्तो छ तर यता चाहिँ त्यो रमाइलो रहेछ ठाउँ चाहिँ त एकछिनमा भेट्न बस्छ है तर म चाहिँ अब ठ्याक्क भर्खर पुग्नुलाई होइन अनि ठ्याक्कै हाम्रो हेरेको सनसेट होइन यहाँ चाहिँ यो ठाउँ चाहिँ यो ठाउँ चाहिँ झन्डा भएको ठाउँ चाहिँ लिगलिकोट हो क्या यो चाहिँ यहाँ चाहिँ नेपालको सबभन्दा ठुलो झन्डा भएको ठाउँ चाहिँ यहाँ हो क्या नेपालको सबभन्दा ठुलो झन्डा भएको ठाउँ चाहिँ यहाँ लिगलिकोट भन्छ गोर्खा यो चाहिँ म ठ्याक्क त्यसको पारिपट्टि रहेछु जाँदैछु म चाहिँ अब पुग्न लाएँ एकछिनमा माथि त्यो चाहिँ लिगलिकोट चल्को छोपेछ तर यतापट्टि हेरेको फेरि यतापट्टि फेरि यस्तो हिमाल देखिरहेको चाहिँ कुन हिमाल हो गणेश हिमालहरू मलाई ठ्याक्क नाम चाहिँ थाहा भएन तर हिमाल देखिरहेको रहेछ भतिज रङ्ग लाग्यो होइन त उहाँ माथि लिन जाने 1-2 घन्टा लाउँदो रहेछ आउँदा फेरि यस्तो ब्रेकै अब माथि गएर बनाउनु पर्छ यार पेट्रोल सकिन लागेको छ यार टेन्सन छ भने यार अब फेरि पेट्रोल हाल्न जानुपर्छ है एकछिन हेराख्ने हेर जहाँ तेल हाल्ने अनि जानुपर्छ अझै टाइम लाग्छ यार यहाँबाट अझै फेरि हर्मटारी पुग्नु पऱ्यो हर्मटारीबाट फेरि मामा जानु पऱ्यो है घर जानु पऱ्यो टेन्सन छ हजुर बनाउन जानु पर्यो फेरि टेन्सन छ है सर है ल अलिक बनाउनु जाने अब अनि घर कति बेला जाने जाम्ला नि ढुक्क हो फाइनली भेटिएको छ भन्दैछ गाइस आज चाहिँ जस्तो तस्तो आइपुग्यो होइन सो ब्रेक स्रेक बिग्रेर पनि तार चुटेर पनि बनाएर आइपुग्यो बाटोमा ब्लग गर्नु चाहिँ बिर्सियो तर अहिले चाहिँ म ठ्याक्क माङघरमा छु अब चाहिँ सुत्न लाग्यो होइन राति 11:30 भइसक्यो भोलि बिहान उठेर सनराइज हेर्नु जानु छ अनि गोरुदाइनी हेर्नु जानु छ चिरी पलाएर भोलि अब रमाइलो हुनेवाला छ सो त्यही हो अब आज चाहिँ सबलाई गुड नाइट पिस ट्यान गुड मर्निङ बाहिर हेर्नुपर्छ हार्मोन लाइसेन्स कपाली नट कपाली होला भर्खर उठेको रमाइलो
एकछिन माथिको चाहिँ हेर्नुपर्छ एकछिन है त कस्तो छ त्यो मेरो लकको माथि हेर्छ ब्याक गोट्सहरू छ गोट्सहरू ब्याकरेजहरू छ अरे यहाँ त भइदिन्छ टक्कै दानी भइन्छ झ्याप्प लगाएर त्यो ए तल पनि रहेछ यार तल पनि गुरु रहेछ क्या हो ए हुन्छ हुन्छ मामा त्यो अहिले त अहिले त सुतिरह होला हिजो बेलुका फोन गर्दा उठाइदिएन कहाँ थियो तिनीहरू हाम्रो यो हाम्रै गोरु मामा ए पहिला बेसी पनि भएको ए ठिक 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 वर्षेली थान के भन्छ त गुरुशङ्कर ज्योति मात्रै बाबु काट्न पाएको नि अरू अरू तेरो चान्स छैन फुच्चीहरूले गरेला नि के होइन तर हामी अझै यस्तो हेर्न होइन तर यहाँबाट भन्दा पनि तर आज अलि आकाश खुलेन क्या कपाल इज नट कपाल नि तर ठिक छ यहाँबाट भ्यू चाहिँ यस्तो देख्छ होइन झ्याप्प लाएर फेरि अझै खुलेन क्या है अझै खुलेको भए अझै यो बबाल लेख्थ्यो यो त्यही छ दामी देखि त अझै बिहान आउनुपर्ने क्या अलिअलि यो हुसु लाग्यो क्या माथि लगा भन है एउटा खुट्टाले एउटा खुट्टा लाउनु पऱ्यो नि झाप भएन यसरी है है हामीले एउटा ए मैले त एउटा खुट्टाले यस्तो गरेँ नि हुन्छ त ए बलै नरहेछ तसँग छैन त ट्याङ्कीभित्र हालेर राखिदिनुपर्छ क्या बरु है बस्छस् त्यहाँ जाँदैछ है जुत्ती गोरुहरू अन द वे यताबाट चाहिँ हाम्रो मनोकामना जानु चाहिँ हाम्रो लगभग 14 किलोमिटर जति पर्छ अर्को नि आउँदैछ है एकछिनमा भेटौँ न हामी अब हामी चाहिँ स्कुटर राखेर झ्याप्प होइन भतिज अब कहाँ जाने हामी गोरु जुत्ता हेर्न यस यसलाई थाहा सबै कुरा टक्क लगाएर यो बाटो फेरि मनोकामना जाने बाटो नि होइन हो यहाँबाट टक्कै हाम्रो 13 किलोमिटर जति पर्छ होला उता मनोकामना चाहिँ यही बाटो जाने गोर्खाबाट यो बाटो पनि छ अर्को पनि छ त नि अब चाहिँ यहाँ फुटबल हुनु लाग्छ होइन विथ द ग्याङ भतिज फुटबल हेर्दा गोरु जुत्ता हेर्ने होइन नृत्य कार्यक्रम हुँदैन नृत्य कार्यक्रम खेलको सुरुवात इन्टरनेसनल है कालिम छ नामसँग इन्टरनेसनल हाम्रो खेल फेरि गाउँमा पनि एकदम गाउँमा भयो नि खेल चाहिँ इन्टरनेसनल हुन्छ हाम्रो गाउँतिर फेरि त्यहाँ हाम्रो अन्डे चाहिँ ठुलो बिग फ्यान हुँदो रहेछ हाम्रो अन्डे चाहिँ बिग फ्यान आउँदा म्याच अन्टिल जित्नुहुन्छ जस्तो आज र अब सकेर यहाँ कता सेलिब्रेसन हुँदैछ सेलिब्रिटीहरूको रातो दर्शन गीत पनि हरेक छ दुश्मन हेरेको ठाकुर काप्री गाउँपालिका 5 भाबीको रातो गोरु
आएर नि फेरि टन्नै छन् फेरि हजुरहरूले ढलानमा बसेर इन्जोयमेन्ट दिइरहेछन् होइन यता पनि छन् यहाँ फेरि हल्ला हल्लाभरि बजार धेरै सब मान्छे हाम्रो त्यहाँ गोरुहरू रेडी हुँदैछ है 15 हल गोरु रे 15 हल गोरु गेटिङ रेडी है गोरुहरू रेडी हुँदैछ अर्को गोरु टोटल 15 हल गोरु जुटाउने रे 15 हल गोरु अब मजा आयो भने बेला छ तन जुत्छस् भतिस जुत्दैन त गोरुसँग गएर त धेरै हिँड्दिन बोले भाग्यो त यार गोरु यार Wait. जुगु जान्छ क्या तिमीहरू निस्किँदा हामी तयारै भएको थिएन त्यहाँ मलाई राम्रो र यस गोरु जुटाइसकेपछि अब बलबहादुर थापा मास्की सौदेश्वर गाउँपालिका छ तल्लो जामिसोराको कालो गोरु भर्सेस सन्तबहादुर श्रेष्ठ सहित लक्ष्य हटियाको रातो गोरु बिच हुनेछ तपाईँको गोरु पनि तयारी अवस्थामा राखिदिनु होला यो गोरु जुटिसकेपछि आजको ब्रिगेड गोरुको दोस्रो गोरु जुटाइ हुनेछ बलबहादुर थापा मास्की गोरु गोविन्द पन्त गण्डकी गाउँपालिका 2 सिमलीको आरीगाडी गोरु भर्सेस सन्तोष दानकोटी ज्वालामुखी गाउँपालिका घाटीको कालो गोरु बीच यहाँ जुटिराखेको छ र यस लगत्तै अर्को गोरु जुटाइने छ बलबहादुर थापा मास्को छ स्पोर्ट्स गोर्खा यसरी राम्रो नेतृत्व पात्रिएको छ नभइकन आउँदैन भन्ने केटाले माघे सङ्क्रान्ति बेला कार्यक्रम गोरु जुटाइको पात्रिएको छ बेटिङ हामीले सक्छौँ बेटिङ हाल्नु अरे पदार्थ खान चाहनुहुन्छ पिउन चाहनुहुन्छ भने तपाईँहरू एक्सट्रिम इनर्जी ड्रिङ्क पिउन सक्नुहुनेछ त्यसै गरी सदस्य भाइ अलोक गुरुङले राखिदिनु हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण दर्शक महानुभावहरू कृपया स्टेजका अगाडि कसैलाई पनि बस्नु नदिनु म सम्पूर्ण दर्शक महानुभावलाई हार्दिक अनुरोध गर्दछु हाम्रो अतिथिगणहरूलाई गोरु जुटाइ अगाडि पुग्न समस्या हुनुहुँदा स्टेजका अगाडि सबैजनालाई हटाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु र तपाईँहरूले मोबाइलबाट भिडियो खिच्दा मैदानको दायाँ र बायाँ साइडपट्टि बसेर खिचिदिनुलाई प्लिज कुशल हरमपरी गोर्खाका पूर्वले आदरणीय काजी श्रेष्ठज्यूबाट हामीलाई रु 10,000 सहयोग प्राप्त भएको छ र तपाईँहरू सुपथ मूल्यमा होलसेल सामग्रीहरू खरिद गर्नको लागि कमला किराना स्टोर हरमपरी गोर्खालाई सम्झन सक्नुहुनेछ यसो मेरो सफल सैदपुर गाउँपालिका स्थित भैरचक एफसी र सम्पूर्ण खेलाडी साथीहरू यसै गरी क्लबका पदाधिकारी प्रतियोगितामा उत्कृष्ट खेलाडी हुन सफल हिमालय दिव्य क्लबका खेलाडी अनुज नगरजीले आफ्नो उत्कृष्ट खेलाडीको पुरस्कार भएको चिनाइदिनु आइदिनुहुने यस कार्यक्रमको नेतृत्व पात्र नाम्बुङ केबल नेतृत्वका प्रोभाइडर आशिष ढकालज्यूलाई आफ्नो मायाको चिनाइदिनु हुनेमा हार्दिक अनुरोध गर्दछु यसै गरी मुख्य पुरस्कार स्पोन्सर गर्नुहुने पिटन गुरुङ राजु श्रेष्ठ यहाँ गोरु जुधाइ कुकुर जुधाइ हामी चाहिँ अब के अरे गोरु जुधाइ हेरेर आइसक्यौँ होइन आएर नि हामी यसो डाँडातिर
रमाइलो आइरहेछौँ अब गोरुसुदाइ सकियो सबै कुरा सकियो अब चाहिँ अब म घर गएर टक्क सुत्छु भोलि बिहान चाहिँ टक्क पोखरा फर्किनुपर्छ होइन त्यही हो ज्याप पलाएर तर होइन झिरिप पलाएर ल आजको दिनको सुरुवात हामी माघको 2 गते ज्याप नाम्जुङबाट फर्किँदैछौँ होइन फर्किन नि पऱ्यो बिस्तारै बिस्तारै अब ब्रेक त त्यस्तो साह्रै लागेको छैन फेरि गएर ब्रेक बनाउनु छ होइन यहाँबाट चाहिँ अब फर्क्यौँ हामी चाहिँ सर है त